श्री सुस्तानी परमेश्वरी व्रत कथा कथा भन्ने पण्डित र सुन्ने श्रोता सबैले चन्दन अक्षता फुल लिएर हात जोड्नु र पण्डितले तलको स्तुति पढ्नु। हेम वर्मा वरुणेन्द्र रुद्रमूर्त स्तुवन्ती दिव्य स्तवै वर्दै साङ पद कोम पनिसितै यम सामगा ध्यानवस्थित तद्गतेन मनसा यस्यन्ते यम योगिनो यशन्तन विदुसुरा श्रुणगणा देवाय तस्मै नमः श्रीमा चन्दन चर्चित जुजलाय शुक्लम्बरा मल्लिका मालालङ्कित कुण्डला प्रभूषण मुक्तावली सविता सर्वज्ञान निदान पुस्तक धरा रुद्रसे मालकरा वाग्देवी वन्दनाम बुझे बसु तुमे तरुलके माते छियौ मुख करोति बाचल पंगु लङ्घेति ग्रीम यत्कृपा तम वन्दे परमानन्द माधवम नमो भगवते तस्मै व्यवसाय मित्ते जसे यसे पश्चात्यामी नारायण कथा मिमाम नारायण नर नमस्कृत नर चैव नरोत्तमम देवी सरस्वती व्यास तत्व जय मुदित त सबैले पुष्पाञ्जली कथा सुन्ने पुस्तकमा चढाएपछि वक्ताले सप्रेम कथा भन्नु थाल्नु र श्रोताले मनलाई रोकेर एकचित्त भएर कथा सुन्नु। अब 16 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तिमी चित्तै भएर सुन। फेरि कुनै दिन महादेवजीलाई वन विहार गर्ने इच्छा भएर कसैले थाहा नपाउने गरी मृगा कुनै फेरि भयो मृगा स्वरूप भई इस्लेमान्तक नामको वनमा गई अनेक मृग यहाँ चाहिँ के छ भने मृग भएर सुनको मृग भएर जानुहुन्छ। अनि विष्णुहरूले चाहिँ त्यो सिंह समात्दा 3 टुक्रा हुन्छ होइन। अनि 3 त त्यो त पढाएन नि त। अनि त्यसपछि जालन्धर त वनमा गई अनेक मृगसँग भुली परम आनन्दले रहन लाग्नुभयो। यता पार्वतीले श्री महादेवलाई नदेखि अनेक स्थानमा खोजिन् तर कहीँ पनि भेटाउन नसकेर हार मानी महादेवजीले मलाई अघि पनि यस्तै चालले धेरै पटक दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला भन्दै ध्यान दृष्टिले विचार गर्दा इस्लेमान्तक वनमा मृगरूप भएर विहार गरिरहेको थाहा पाइन्। अनि बागमती नदीको किनारमा गएर ठुलो कष्टले तपस्या गरेर बसिरहन्। कैलाशमा महादेव र पार्वती दुवैलाई नदेख्दा ब्रह्मा विष्णु आदि समस्त देवताले जहाँ तहाँ सर्वत्र खोजी गरे तर कहीँ पनि शिव पार्वतीको पत्ता लगाउन सकेनन् र हार मानी फर्केर आफ्ना आश्रममा जान लाग्दा बागमती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेदेखि सबै देवताहरूले साष्टाङ्ग प्रणाम गरेर सोधे हे जगतमा कैलाश हजुर र महादेव नहुनाले संसार नै शून्य जस्तो भयो र हामी अनाथ जस्तै भयौँ, अत हामीहरूमाथि कृपा गरी श्री महादेव कहाँ जानुभयो यो बताइदिनुहोस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बसिरहनु भएको यो कुरा हामीलाई पनि आज्ञा होस्। यति देवताहरूले बिन्ती गरेको सुनि फेरि पार्वती आज्ञा गरी बक्सिन्छ। हे देवता महादेव यता आउनु भएको हुनाले म उनीको आर्जना र तपस्या गरेर यहाँ बसेकी छु। इस्लेमान्तक वनको नैकट्य कोणमा एउटा ठुलो सरोवर छ, त्यही श्री महादेव मृग स्वरूप भएर वन विहार गरी बसिरहनु भएको छ। कस्तो मृग भने सुवर्ण जस्तै वर्ण भएका 3 नेत्र र 1 सिङ भएका सबै मृगहरूको बथानमा सबैभन्दा ठुलो मृग स्वरूप धारण गरेर बस्नु भएको छ। अझ तिमीहरू त्यहीँ गएर खोज अनि महादेवको दर्शन पाउनेछौ। पार्वतीको यस्तो वचन सुनेर देवताहरूले त्यहीँ गई खोजी गरे तापनि कहीँ पाउन सकेनन् र ब्रह्मा विष्णु र इन्द्र तिनै देवताले अनेक किसिमले प्रार्थना र स्तुति गर्दै खोज्न लागे। त्यतै बेला अकस्मात लाखौँ मृगहरूको एउटा बथान समूह देखे। त्यही फौजमा का बीचमा अत्यन्त राम्रो 3 नेत्र 1 सिङ सुवर्ण झैँ वर्ण भएको सबैभन्दा ठुलो तथा सबै तरहले शोभायमान मृगलाई पनि परेबाट देखे। कस्तो मृग भन्ने स्वर्गलोकमा समस्त ताराहरूका माझमा चन्द्रमा जस्तो शोभा देखिन्छ त्यस्तै अनेक मृगहरूका माझमा रुद्र मृग शोभायमान देखियो। त्यस मृगलाई आउन लागेकोदेखि यी तीनै देवताहरूले देखेर केही नजिकै गई नम्र स्वरमा बिन्ती गरे हे महादेव हे भगवान पहिला सुन्ने भएको धेरै दिन भयो। हे दया सागर हामी त्रिदेव ब्रह्मा विष्णु इन्द्रमाथि करुणा गरी दर्शन दिनुहोस्। यस्तै धेरै स्तुति गरेर मृग स्वरूप महादेवको नजिकै गए। यसरी आफूनिर आउन लागेका देवताहरूलाई देखेर रुद्र मृग उफ्री भाग्न लागे। रुद्र मृगको यस्तो चाला देखेर विष्णु भगवान भन्नुहुन्छ हे देवेन्द्र हे ब्रह्मण हामीहरूले स्तुति गरेर महादेव चैतन्य प्रसन्न हुने भएनन्। अब हामी तीनै व्यक्तिले 3 तर्फबाट घेरा दिई समातौँ। विष्णुको यत्रो वचन सुनेर लौ हुन्छ भने 3 देवताले 3तिर घेरा लिएर रुद्र मृगको सिङका जरामा विष्णुले र बीचमा ब्रह्माले र टुप्पामा इन्द्रले बलपूर्वक समाते। ती देवताहरूले समाउन साथ रुद्र मृग अन्तर्ध्यान भए। सिङ मात्र 3 देवताका हातमा रह्यो। 3 देवताले बलले समातेको हुनाले सिङ 3 टुक्रा भई तीनै देवताका हातमा 1 टुक्रा आयो। यस्तो भएको देखेर यो हामीहरूले ठुलो अपराध गर्यौँ, साह्रै अनर्थ भयो, अब के गर्ने कसो गर्ने भन्दै तीनै देवता त्यहीँ बसेर यसरी हामीहरूको यो अपराध क्षमा गरी बक्सेला भनी अनेक तरहले स्तुति गर्न लागे। ब्रह्मा विष्णु र इन्द्रले यसरी स्तुति गरेको देखेर दयाका सागर श्री महादेव प्रसन्न भई आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो। अनि देवताहरू प्रसन्न भई साष्टाङ्ग दण्डवत गर्दा भए। अनि महादेव आज्ञा गर्नुहुन्छ हे देवता हो तिमीहरूको स्तुतिले म प्रसन्न भए। वर्गात्माका यदि देवताहरूको आज्ञा सुनेर ब्रह्मा विष्णु र इन्द्र बिन्ती गर्दछन् हे प्रभु हजुरको ध्यान हामीहरू कहिल्यै पनि नबिर्सौँ, सदैव हामीहरूको हृदयमा बनिरहोस्।
अरू हामीलाई केही पनि चाहिन्न, केवल हजुरका चरणको भक्ति चाहन्छौँ। देवताहरूको यस्तो विनम्र वचन सुनेर महादेवले तथास्तु भनी वरदान दिनुभयो। फेरि तिनै देवताले हे नाथ, यो हजुरको सिंह 3 टुक्रा पारेको हामीहरूको आर्जना अपराध क्षमा गरिबक्सियोस्। फेरि यो सिंहको 3 टुक्रा भएको कहाँ राख्ने हो? यदि सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, मेरो सिंह 3 टुक्रा पारेको तिमीहरूलाई केही पनि अपराध लाग्दैन, यसमा तिमीहरूले शङ्का मान्नु पर्दैन। अब इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्माका हातको मर्त्यलोकमा र मर्त्यमण्डल नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर्नु। यदि महादेवको आज्ञा भएको सुनि ब्रह्मा विष्णु र इन्द्र तिनै देवताले दण्डवत प्रणाम गरी महादेवसँग विदा भएर अघि कहीका तिनै स्थानमा सिंह स्थापना गरेर आफ्नो लोकमा गए। ती ब्रह्मा विष्णु र इन्द्र गएपछि महादेव पनि सरासर तपस्या गरे कि पार्वती यहाँ गई उनलाई काखमा लिई त्यहाँबाट अन्तर्धान भएर कैलाश पर्वतमा पुग्नु भयो र नन्दी भृङ्गी चतुर्पष्टी योगिनी भूत प्रेत पिशाच प्रथम गर्ने सहित भई परम आनन्दसँग रहनुभयो। हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि नैकट्य कोण लङ्कापुरीबाट 10 शिर रावण नित्य गोकर्णमा आएर श्री महादेवका चरणमा दण्डवत प्रणाम गरेर नाचगान बचान गरी तपस्या गरेर जान्थ्यो। त्यही क्रमले निकै समय व्यतीत भएपछि एक दिन शिवले 20 भाङ धतुरो खाएर अचेष्टा भइरहेको समयमा रावण आएर दण्डवत प्रणाम गरी गाना बजान तरा मृदुङ्ग बचाई स्तुति गर्न लागे र दिगम्बर महादेव भगवान प्रसन्न हुनुभयो। अनि हे रावण, तेरो तपस्या सेवा चाकरी म प्रसन्न भए, चाकरीले म प्रसन्न भए, के माग्दछ लौ वरदान माग, जे मागे पनि दिन्छु। फेरि मेरो निम्ति अध्यय यस ब्रह्माण्डमा केही पनि छैन। महादेवको यस्तो वचन सुनेर रावण विन्ती गर्दछन्, हे प्रभु, हजुरको कृपाले मसँग सबै थोक छ, मलाई केही पनि चाहिन्न। रावणको यस्तो वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे रावण, केही एक थोक नमागी सुख पाउनुहोस्, लौ माग। यदि महादेवको आज्ञा सुनि रावण मनमा विचार गरेर अब मैले माग्ने कुरा के छ र? महादेवको काखमा बसेका ती सकल लक्षण युक्त पार्वतीलाई नै माग्दछु, यस्तो निश्चय गरेर महादेवसँग बिन्ती गर्यो, हे ईश्वर, अरू थोक मलाई केही पनि चाहिन्न, हजुरको कृपाले सबै भरिपूर्ण केवल एउटी पार्वती बक्सुनुहोस् भन्यो र महादेवले लौ लैजा भनेर पार्वती त्यसको जिम्मा लगाइदिनु भयो। रावण जगतमा पार्वतीलाई पीठमा बोकेर महादेवसित बिदा मागेर घर हिँड्यो। यो सबै कुरा श्री वैकुण्ठ नाथ विष्णुले थाहा पाएर अनर्थ हुन लाग्यो भन्दै तत्काल हावाभन्दा पनि चाँडो रावण भाटोमा पुगेर आफ्ना मायाले ढाकी मोहनी रूप धारण गरी भन्नुभयो, हे महापुरुष, तिमी को हो? कहाँबाट आइरहेका छौ? ती बोकेर ल्याएकी सुन्दरी को हुन्? स्त्री को हुन्? किन बोकेर ल्यायो र कहाँ जान लाग्यो हो? यति सुनेर रावण भन्दछन्, हे सुन्दरी, लङ्कापुरीको राजा रावण भनेको मै हो। मेरो तपस्याले प्रसन्न भएर महादेवले मलाई आफ्नी स्त्री पार्वती दिई पठाए। यी तिनै पार्वती हुन्। म अब यिनीलाई बोकी लङ्कापुरी लान लागेको हुँ। यदि रावणको वचन सुनि मोहनी रूप बोलिन्, हे वीर रावण, के तिमीलाई लाज लाग्दैन? के ती पार्वती हुन् र फेरि तिमीलाई छलेर महादेवले आफ्नो मायाद्वारा रचेकी स्त्री तिमी जस्ता वीर पुरुष एवं ख्याति प्राप्त राजाले पीठमा पुगेर हिँडेको कसैले देखे भने के भन्लान्? यी पार्वती होइनन्, तिमीलाई महादेवले झुक्याए, बरु पार्वती लैजाने भए म तिमीलाई पार्वती पाइने स्थान समेत बताइदिन्छु। सुन, महादेवले आसन गरी राखेको बाघको छालाभित्र साँच्चै कि महादेव पार्वती लुकाइरहेका छन्, त्यही मागेर लैजाऊ। यति भने अनेक किसिमसित हावभाव कटाक्षले छोपी मौनी रूपले गर्दा रावणको चित्त बुझ्यो र पार्वतीलाई त्यही छाडी आफू फर्की फेरि कैलाश गयो। अनि श्री विष्णुले पार्वतीलाई वैकुण्ठमा लगेर अनेक तरहसित पूजा र सत्कार गरेर राखे। बुधा महादेव उचेष्टा भइरहेका थिए। त्यही बेलामा रावण फेरि पुगेर बिन्ती गर्यो, हे ईश्वर, हजुरले मलाई छलेर पार्वती भनेर मायाले एउटी स्त्री बनाइ दिनुभएछ। त्यो कुरा मैले थाहा पाएँ, बाटोमा फालेर आएँ। दिने इच्छा भए हजुरले आसन गरिराखेको बाघको छालाभित्र कि पार्वती दिनुहोस्। रामले यति भनेको सुनि महादेवले ध्यान दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले वैकुण्ठमा लगेछन् भन्ने थाहा पाई मायाले एउटी अर्की स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छालाभित्रबाट झिकेर लौ लैजा भनेर रावणलाई दिनुभयो। अनि रावण अत्यन्त प्रसन्न भएर महादेवले मायाद्वारा रचेकी स्त्रीलाई काँधमा बोकेर लङ्कापुरी गयो। त्यसपछि विष्णु भगवानले पार्वतीलाई कैलाश पर्वतमा महादेवसित पुर्याई आफू वैकुण्ठ जानुभयो। हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानसरोवर नामको तलाउमा राजहंस भएर जल क्रीडा गर्न जानुभएको थियो। त्यही मौकामा अन्तपुर नामको नगरमा बस्ने एउटा जालन्धर थियो। त्यस जालन्धरकी वृन्दा नाम गरेकी अत्यन्त पतिव्रता स्त्री थिइन्। एक दिन दुवै स्त्री पुरुष बसेर थट्टा गरिरहेका थिए। त्यसै बको जालन्धर साह्रै प्रसन्न भएर बेसरी हाँस्यो। अनि वृन्दाले सोधिन्, हे स्वामी, किन यसरी हाँस्नुभयो? तब जालन्धर भन्दछन्, हे वृद्धा, अरू कुनै कुराले हाँसेको होइन, केवल तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने कुरा मनमा आएर हाँसेको हो। यदि सुनेर वृन्दा भन्दछन्, हे स्वामी, म कुन राम्री छु र तपाईँले महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नुहुन्छ होला? के गर्नु होला? स्त्रीको यस्तो कुरा सुनेर जान्न भन्छन्, हे स्त्री, के यो कुरा सत्य हो? उसो भए म पार्वतीलाई छल्न जान्छु। यति कुरा गरेर मायाले महादेवको रूप धारण गरेर कैलाश पुग्दो भयो। जालन्धरले महादेवको रूप धारण गरेर आएकोदेखि पार्वतीलाई हटबटाई महादेव
पाल्नु भएको भनी हातमा सुनको कमण्डलु लिएर पाउ धुन ढोकामा आइन्। पार्वतीलाई ढोकामा आएको देख्न साथ महादेवको रूप धारण गरी आएको जालन्धर मुच्छा पडेर भुइँमा लड्यो। अनि पार्वतीले ध्यान दृष्टिले विचार गर्दा आफूलाई छल्न महादेवको रूप धारण गरेर जालन्धर आएको थाहा पाई द्वारपाललाई भनिन्, हे नन्दी भृङ्गी, यहाँ कोही आए पनि मलाई नसोधी भित्र नपठाउनु भनी आफू कसैले नदेख्ने स्थानमा लुकेर क्रोधित भई विष्णुको आराधना गर्न लागिन्। पार्वतीले क्रोधित भएर आराधना गरेको अन्तरमै विष्णु भगवानले थाहा पाए शङ्ख चक्र गदा पदमा हातमा लिई गरुडमा चढेर तत्काल वायुभन्दा पनि दोब्बर वेगले कैलाश पर्वतमा पार्वती कहाँ पुगेर भन्नुभयो, हे पार्वती, मलाई किन आराधना गरेकी? यदि विष्णुको वचन सुनेर पार्वती भन्दैछिन्, हे वैकुण्ठनाथ श्री महादेव, यहाँ उपस्थित हुनुहुन्न। जल क्रीडा गर्न मानस सरोवर तलाउमा गएर राजहंस भएर आफ्नो आनन्दमा रहनु भएको छ। यस मौकामा मलाई छल्न पापिष्ट जालन्धरले महादेवको रूप धारण गरेर आयो र मैले थाहा नपाई महादेव नै पाल्नु भएको भनेर पाउ धुन ढोकामा जाँदा मलाई देख्न साथ त्यो मूर्छित भएर भूमिमा लडेको देख्दा महादेव भए मलाई देख्दैमा मूर्छित हुनु पर्दैन थियो। यो कुन पापिष्ट मलाई छल्न आयो होला भनी मैले ध्यान दृष्टिले विचार गरेर हेर्दा जालन्धर रहेछ भन्ने थाहा पाएँ। द्वारपाललाई यहाँ कोही आए पनि भित्र नपठाउनु भन्ने आज्ञा दिएँ। यहाँ आई तपाईँको आराधना गरेकी हुँ, अब जे जसो गर्ने हो तत्काल गर्नुहोस्। यति जगतमाता पार्वतीको वचन सुनेर पापिष्ट जालन्धरले तपाईँलाई दगा गर्न भनेर माया रूप धारण गरी छल्न आएपछि म गएर त्यसकी स्त्री वृन्दाको सत्य अवस्था डगाएर आउँछु। त्यसमा शङ्का नगर्नुहोला, म पहिले महादेवलाई खोजी यहाँ पठाइदिन्छु। यति भनेर पार्वतीसित विदा भई ठुलो बेगले मानस सरोवरतिर विष्णु जाँदा भए। इति श्री स्कन्दे पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथा विष्णु मानस सरोवर गमन नाम 16 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि महादेव राजहंसका राजा भएर मानव सरोवरमा अनेक हंस स्थानमा लिई जल क्रीडा गरेर बस्नु भएको थियो। त्यही मौकामा विष्णुलाई साह्रै बेगले आएको देखेर राक्षस रूप महादेव आज्ञा गर्नुहुन्छ, हे विष्णु, यस्तो ठुलो बेगसित म कहाँ के काम परेर आयो? तिमीलाई के कुराको कष्ट पर्यो भन। यति करुणा मूर्ति महादेवद्वारा आज्ञा भएको सुनेर विष्णु गरुडबाट ओर्ली साष्टाङ्ग प्रणाम गरेर, हे ईश्वर, तपाईँ यहाँ आएपछि तपाईँको रूप धारण गरेर पापिष्ट जालन्धरले पार्वतीलाई छल्न भनी कैलाश पुगेछ र पार्वतीलाई देख्न साथ मूर्छा परेर ढलेछ। अनि पार्वतीले मलाई छल्न पापिष्ट जालन्धर जालन्धर महादेवको भेष धारण गरेर आएको रहेछ भन्ने थाहा पाए। त्यही नबसेर कसैले पनि नदेख्ने स्थानमा लुकी मलाई डाक्नु भयो र म गई सबै वृत्तान्त बुझेर यहाँ आएको हुँ। अब म गई जालन्धरको स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट पारेर आउँछु। यदि विष्णुले भनेको वचन सुनि महादेवले राजहंसको रूप छाडी आफ्ना स्वरूप धारण गरी रिसले राता आँखा पारेर आज्ञा गर्नुभयो, हे विष्णु, उसो भए म अब कैलाश पर्वत जान्छु। तिमी वृन्द कहाँ गएर त्यसको पतिव्रता धर्म हरण गरेर म कहाँ आऊ? त्यस पापिष्ट जानलाई म नमारी छाड्ने छैन भन्दै पाखुरानी मोटी कोरले युक्त भएर विष्णुलाई बिदा दिई त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वतमा पार्वती लुकिरहेको स्थानमा पुग्नुभयो। महादेव आउनुभएको पार्वतीले देखेर पाउ धोइ दण्डवट गरी, हे स्वामी भनी जालन्धर आएको सारा वृत्तान्त सुनाई। अनि महादेवले आज्ञा गर्नुभयो, हे प्रिय, म त्यस पापिष्ट जानलाई नमारी छाड्ने छैन। विष्णु वृन्दाको सत्य डगाउन गएका छन्, ती आउन साथ युद्ध गरेर त्यसलाई मार्नेछु भनी भवानी शङ्कर दुवैजना कुरा गरिरहे। हे अगस्त्य, उता विष्णु जालन्धरको भेष धारण गरेर अन्तपुर पुग्दा भए। जालन्धर रूप विष्णु आएको देखेर वृन्दाले आफ्ना स्वामी जालन्धर आइपुगे भनेर ढोकामा आई पाउ धोइ भित्र लगेर कोठामा बसालिन्। अनि सोध्न लागिन्, हे स्वामी, पार्वतीलाई छल्न जानुभएको के कसो गरी आउनुभयो? फेरि पार्वती मभन्दा कतिकी राम्री रहेछन्, यो सबै भन्नुहोस्। यदि सुनेर जालन्धर रूप विष्णु आज्ञा गर्नुहुन्छ, हे वृन्दा, पार्वतीलाई छल्न सकिने रहेनछ, किनभने म पार्वतीका घरभित्र जान लाग्दा ढोकामा बसेका द्वारपाललाई देखेर डराई फर्केर आएँ। यसरी कुरा गरिराख्दा वृन्दाले यी मेरा स्वामी जालन्धर होइनन्, विष्णु जालन्धर भएर मलाई छल्न आएका रहेछन् भन्ने जानेर अब मैले केही युक्ति गर्नु पर्यो भनी हाउभाउ कटाक्षले विष्णुलाई हातमा लिई अर्थात् आफ्नो बसमा पारी भनिन्, हे स्वामी, म केही कुरा भन्दछु, हजुरले मान्नुहुन्छ कि मान्नुहुन्न? यदि सुनेर विष्णुले जे भने पनि मान्दछु भन्ने बाचा गरे। अनि वृन्दाले भनिन्, अरू केही पनि होइन, केवल म नआइन्जेलसम्म यही बसिरहनु होला भनी विष्णुलाई कोठामा थुनेर आफू अर्कै घरमा गएर बसिरहिन्। अहिले आउँछिन् छैन, भरे आउँछिन् छैन, यसै गरी 2-4 दिन बित्यो, तैपनि आइनन् र विष्णुले चिन्ता गर्न लागे। अब म यसै बसिरहँ भने कति दिनसम्म बस्ने? जाउँ भने बाचा हारियो। उता महादेवले के भन्नु होला, कसरी जाने इत्यादि चिन्तन गरिरहेका थिए, तर केही गर्न पनि असमर्थ थिए। उता महादेवले विष्णु गएको यतिका धेरै दिन भइसक्यो, तैपनि किन फर्केनन् भनी ध्यान दृष्टिले विचार गरेर पार्वतीसित भन्नुभयो, हे प्रिय,
वीरेन्द्रलाई छल्न गएका विष्णुलाई उसैले छलेर कोठामा थुनिराखेकी रहेछ। यदि भनी आफ्ना मायाले एउटा 16 वर्षको अत्यन्त राम्रो भिक्षुक सृष्टि गरेर भन्नुभयो, हे भिक्षुक, तिमी अन्तपुरको जालन्धरका घरमा गई भिक्षा माग र त्यसकी स्त्री वीरेन्द्रले कोठामा थुनिराखेका विष्णुलाई मागेर ल्याऊ। यदि महादेवको आज्ञा सुनि हवस् भनेर ती भिक्षुक सरासर अन्तपुरमा जालन्धरका घर पुगेर भिक्षा मागे। तब वीरेन्द्रले झालबाट हेरिन अत्यन्त राम्रो योगीलाई देखि, म यो योगी त साह्रै राम्रो रहेछ, यस्तो अलौकिक योगी मैले आजसम्म देखेकी थिएन, मेरो घरमा पनि कहिले माग्न आएको थिएन, अत यो नयाँ योगीलाई अवश्य भिक्षा दिनुपर्छ भनेर भिक्षा लि। हे योगी, के माग्नको इच्छाले आयो भनेर भनिन् र योगीले भने, केही माग्ने इच्छाले आएको हुँ, तर दिने भए मात्र माग्दछु, नदिने भए के मागौँ। यदि योगीको वचन सुनि वृन्दाले भनिन्, मैले दिन नहुने कुरो मसँग भएको जे मागे पनि दिनेछु भनी वचन गरेपछि भिक्षुकले भने, अरू केही होइन, केवल तिमीले थुनिराखेकालाई माग्दछु, त्यही एउटा देऊ। योगीको वचन सुनेर वृन्दा मनमा विचार गर्न लागिन्, अब कसो गरौँ? यस योगीले छल गरेर बाचा बधाई माग्यो, नदिऊ भने बाचा हारिन्छ, जे भए पनि बाचा हार्नु उचित छैन। यस्तो निश्चय गरेर आफूले कोठामा थुनिराखेका जालन्धर स्वरूप विष्णुलाई बाहिर ल्याएर योगीलाई दिई पठाए। यसरी विष्णुलाई साथमा लिई योगी बाहिर निस्केर अन्तर्धान भई कैलाश पुगेर महादेवलाई सारा वृत्तान्त भने। त्यसपछि विष्णु बाहिर आएर मनमा चिन्तन गर्न लागे, म वृन्दाको सत्य डगाउन आएको उसैद्वारा थुनिएर यतिको दिनसम्म बस्नु पर्यो, महादेव के भन्नुभयो होला भन्दै गरुडमा चढेर कैलाशतर्फ जाँदा भए। विष्णु कैलाश जाँदा भएको गरुडको शब्दले पार्वतीलाई छल्न गएको जालन्धर मूर्छाबाट उठेर के को शब्द हो भनी हेर्दा विष्णुले कैलाशको चर्चा गरेर हिँड्दा रहेछन्। अत पार्वतीलाई छल्न सकिने रहेनछ, अब न्याय नबसौँ, घर जाउँ भनी जालन्धर घर गयो। हे अगस्त्य मुनि एकाग्र चित्तले सुन। त्यसपछि विष्णु महादेव कहाँ पुगी प्रणाम गरेर एकातिर अलग्ग बसिरहे। विष्णुलाई महादेवले देखेर आज्ञा गर्नुभयो, हे विष्णु, तिमीले वृन्दालाई सत्य डगाउन गएको यतिका दिनसम्म के गरिरह्यौ? वृन्दाको सत्य डगाउन सक्यौ कि सकेनौ? यदि महादेवको वचन सुनेर विष्णु बिन्ती गर्दछन्, हे ईश्वर, हजुरको आज्ञाले म गएँ, तर वृन्दाले छली म नफल्कुन्जेल यही कोठामा बसिरहनु भने बाचा गराई मलाई थुनेर आफू बाहिर निस्की ऊ आउले भनेर बस्दा 2-4 दिन बित्यो। बाचा हारेको हुनाले आउन नसकेर त्यसै बसिरहेको थिएँ। पछि एउटा योगीको साथ लागे छोडिदिए र हजुरको दर्शन गर्न आइपुगे। यदि विष्णुको वचन सुनि महादेवले ब्रह्मा आदि 33 कोटी देवता, यक्ष, गन्धर्व, किन्नर, नन्दी, भृङ्गी, चतुर्पुष्टि, योगिनी, भूत, प्रेत, पिशाच, राक्षस सबै जम्मा गरी आज्ञा गर्नुभयो, हे देवता, तिमीहरू गएर पापिष्ट जालन्धरलाई मारेर आऊ। यदि महादेवको वचन सुनि देवताहरू हवस् भनी तयार भए। तब महादेवले नारदलाई डाकेर, हे नारद, तिमी गएर जालन्धरलाई भने कि तिमीसित युद्ध गरेर देवताहरू आउन लागे, तिमी युद्धका लागि निम्ति तयार रहौ। यदि महादेवको वचन सुनि नारदले हवस् भनी जालन्धरको घर जाँदा भए। हे अगस्त्य मुनि, उता जालन्धर भने कैलाशबाट फर्केर आफ्नो घर गयो। वृन्दाले आफ्नो स्वामी आएको देखेर भाउ धुई भित्र लगेर भन्न लागि, हे स्वामी, पार्वतीलाई छल्न जानुभएको के कसो भयो? अनि जालन्धर भन्छ, हे प्रिय, त्यो कुरा सबै वृषाले भन्दछु, सुन। म यहाँबाट पहिला कैलाश गएँ, महादेवको भेष धारण गरेर जाँदा पार्वतीले देखिन् र सुनको कमण्डलले मेरा गोडा धुन ढोकामा आइन्। त्यसै बेला मैले देखेँ तिनीभन्दा राम्री यी स्त्री त तिनी लोकमा हुन र पाउन दुर्लभ छ। अत पार्वतीको मुख देख्न साथ मेरो चेत हराएर मुर्छा परि भूमिमा गिरेको थिएँ। पछि चेष्टा भएर उति हेर्दा पार्वती कता गइन् केही पनि थाहा पाउन सकिन र फर्केर घर आएँ। यदि जालन्धरको वचन सुनि वृद्धा भन्दछिन्, हे स्वामी, तपाईँ जानु भएपछि विष्णुले तपाईँको भेष धारण गरी मलाई छल्न आएका थिए, तर मैले चिनेर विष्णुलाई कोठामा दिनेकै दिनसम्म राखेकै थिएँ। पछि एउटा अति राम्रो र अनौठो योगी आएर माग्दा मैले विष्णुलाई दिई पठाएँ। यदि पत्नीको वचन सुनि जालन्धर अत्यन्त रिसाए, हे वृन्दा, त्यसो भए म पार्वतीलाई नछली छाड्ने छैन, फेरि जान्छु भनी जालन्धर घरबाट बाहिर निस्किन लाग्दा महादेवले पठाउनु भएका नारद मुनि पनि त्यहीँ पुगेर जालन्धरसित भेट भयो। तब नारदजीले सोधे, जालन्धर, तिमी कता जान लागेका? यदि सुनि जालन्धरले भने, भिक्षा माग्न हिँडेको हुँ। तब नारदजीले भन्दछन्, हे जालन्धर, मसँग तिमीले किन यस्तो मिथ्या कुरा गरेका? तिमी जान लागेको मैले थाहा पाइसकेँ, पार्वतीलाई छल्न भनी जान लागेका हौ। उता तिमीसँग युद्ध गर्न ब्रह्मादि सकल देवताहरू आउन तयार भई मलाई खबर पुर्याउन भनी पठाएर म आएको हुँ। अब तिमीले आफ्नो जो चाहिने सामान तयार पार, अन्त जानतिर नलाग। यदि नारद मुनिको वचन सुनि उसो भए फर्कन्छु भने तुरन्त फर्केर आफ्नो घरमा गई पत्नीलाई नारदजीले भनेको सबै कुरा सुनाए। अब म देवतासित युद्ध गर्न जान्छु, तैँले घरको सम्भार गरेस् भनी स्त्रीसँग बिदा भई हातमा त्रिशूल लिएर आफ्नो सबै सेना जम्मा पारी देवतासित लडाइँ गर्न भनेर कैलाशतर्फ गयो। नारदजीले जालन्धरलाई खबर दिई फर्केर कैलाश गई। महादेव कहाँ पुगी दण्डवट गरेर जालन्धरसित भएको सबै कुरा विस्तार गरे। नारद मुनिको कुरा सुनेर महादेवले ब्रह्मा विष्णु प्रभृति सकल देवतालाई युद्ध गर्न जाओ भनी बिदा दिनुभयो। यदि महादेवको आज्ञा पाएपछि सबै देवताहरू हवस् भनी थरीका बाजा बजाई सेनात गरे चाहिँ गर्जी कैलाशबाट हिँडे। बाटोमा दुवै तर्फका सेना भेटी भयङ्कर युद्ध आरम्भ भयो। देवताहरूले उच्च स्वरले खराई अगाडि बढेर अनेक शस्त्र अस्त्र प्रहार गरे, तर
देवताहरूले प्रहार गरेका ती शस्त्र अस्त्र जालन्धरलाई केही पनि गर्न सकेनन्। अर्कोतिर लाग्न गयो, आफूले प्रहार गरेका ती शस्त्रहरूलाई केही पनि गर्न नसकेको देखेर सकल देवताहरू दिक्क माने आफ्ना शस्त्र अस्त्र झिकी चुप लागिरहे। तब वैकुण्ठनाथ विष्णु रिसाई पञ्चजन्य शङ्ख बजाई कौमदकी गधा घुमाएर बेग्ली प्रहार गरे। त्यस गधाले पनि जालन्धरलाई छुटै छोएन। फेरि देवराज इन्द्रले रिसाई वज्र हातमा लिएर प्रहार गरे। त्यस वज्रले पनि केही गर्न सकेन। जालन्धरले नतिरी एउटा तीर्ण जतिको पनि नमानेर चुप लागिरह्यो। त्यति भए र पनि देवताहरू आफ्नो शस्त्र अस्त्र छोड्दै थिए। केही युक्ति नचल्दा वैकुण्ठनाथ विष्णुले अब यस्तो चालले भएन भनी महादेवका गई, हे ईश्वर, जालन्धरलाई मार्न हामीले सकेनौँ। तपाईँ बिना त्यसलाई मार्ने अरूको शक्ति पनि छैन। अब तपाईँले नै जानु पर्यो। यदि विष्णुको वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे विष्णु, जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्मले गर्दा जालन्धरलाई कसैले पनि मार्न सक्दैनन्। त्यसकारण तिमी आफ्नो मायाले छुपी जालन्धरको भेष धारण गरी अन्तपुर गएर छली वृन्दाको पतिव्रता धर्म नष्ट गराऊ। म गएर त्यस दुष्टलाई मार्दछु। यदि महादेवको आज्ञा सुने विष्णु हवस् भनी त्यहाँबाट विदा भई तुरुन्त जालन्धरको रूप धारण गरेर बायाँ हातमा त्रिशूल र दाहिने हातले डमरू बजाई आफ्नो मायाले ढाकेर अन्तपुरमा जालन्धरको घर पुगे। भेषधारी जालन्धर आएको देखेर वृन्दाले हतपताई पाउ धोएर कोठामा लगी आश्रममा बसालेर बिन्ती गर्न लागिन्, हे स्वामी, महादेवसित युद्ध गर्न जानुभएको के गरेर आउनुभयो? यदि सुनेर भेषधारी विष्णु आज्ञा गर्छन्, हे प्रिय, महादेवसितको युद्धको थकाइ मारु र विश्राम गरौँ भनी फर्केर आएको छु। भोक लागिरहेको छ, पहिले खानेकुरा ल्याऊ। यदि सुनासाथ वृन्दले 84 व्यञ्जन तयार पारेर भोजन गराइन्। रात परेपछि वृन्दासँग अनेक तरहका वार्तालाप गरेर त्यसको पतिव्रता धर्म नष्ट पारिदिए र रात बितेपछि जालन्धरको रूप छाडी आफ्नो स्वरूप चार भ्रमा बाहुमा शङ्ख चक्र गधा र पद्म धारण गरेको दर्शन दिए। त्यो देखेर वृन्दा रिसा, हे पापिष्ट विष्णु, तिमीले कटपट गरेर मेरो पतिव्रता धर्म नष्ट गरिदियो भनिन्। अनि विष्णु आज्ञा गर्नुहोस्, हे वृन्दा, जालन्धरलाई महादेवले हिजै मारिसके। अब तिमीले म वैकुण्ठको अधिपति भएको नारायण जस्तो स्वामी पाएपछि किन फिक्री गर्दछौ? तिमी पत्याउन भने अलिबेरमा समाचार पाउली भनी नाना तरसित विष्णुले वृन्दालाई बुझाउँदा भए। यदि श्री स्कन्दे पुराणे केदारखण्डे माघ महात्म्य कुमार कस्ते सम्वादे श्री सुतानी परमेश्वरी व्रत कथा वृन्दा पतिव्रता धर्म हरण नाम सप्तदशो अध्याय। अब 18 भोलि पढ्नु। अब 18 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि महादेवले विष्णुलाई बिदा दिई जालन्धरसित युद्ध गर्नुभयो। महादेव र जालन्धरको भयङ्कर सङ्ग्राम भयो। वृन्दाको पतिव्रता धर्म विष्णुले हरण गरिसकेका हुनाले जालन्धर शक्ति क्षीण भई महादेवसित युद्ध गर्न नसकेर आकाशमा गई माया युद्ध गर्न लाग्यो। महादेवले पनि आकाशमा गएर युद्ध गर्नुभयो। सङ्ग्राममा जालन्धरको शक्ति क्षीण भएकोदेखि महादेवले अब त विष्णुले वृन्दाको सत्य दग्माइसकेछन् भन्ने थाहा पाई आफ्नो हातमा रहेको त्रिशूल लिई 3 नेत्रबाट अग्निको ज्वाला निकाली अत्यन्त क्रोधित भएर त्यस त्रिशूलले जालन्धरको छाइपिनमा भेदन गर्नुभयो। त्यसपछि त्यस त्रिशूलको वेदना सहन नसकी जालन्धर मरेर अन्तपुरको चोकको बिचमा ठुलो आवाज गरेर खस्यो। त्यो शब्द वृन्दाले सुनि के को शब्द आयो भनेर हेर्न जाँदा आफ्ना स्वामी जालन्धर मरेको देखेर अनेक तरहसित विलाप गर्न लागिन्। हे स्वामी, मलाई यस्तो अवस्थामा एक्लै पारी छाडी तपाईँ कहाँ जानुभयो? पापिष्ट विष्णुले छल गर्दा तपाईँको यो गति भयो र मेरो यो अवस्था भयो। तपाईँ बिना यो मेरो प्राण कसरी राखौँ? तपाईँ जहाँ जानुभयो म पनि उहीँ जान्छु भन्दै केश फिजाई विष्णुको मुखमा हेरेर भन्न लागिन्, हे पापिष्ट विष्णु, तिमीले कपट गरी मेरो पतिव्रता धर्म नष्ट गरिदिनाले मेरो स्वामीको यो गति भयो। अब म तिमीलाई श्राप दिन्छु। 1 झार हुनु परोस्, 2 घाँस हुनु परोस्, 3 कल्पवृक्ष भएर रहनु परोस्, 4 ढुङ्गा भएर रहनु परोस्। यदि 4 थोक तिमीलाई श्राप दिए भनी आफ्ना स्वामी जालन्धरसित सती गई वृन्दाले प्राण त्यागिन्। हे अगस्त्य मुनि, पार्वतीले श्राप दिएकी हुनाले त्यो श्राप विष्णुलाई लाग्यो। झार हुनु परोस् भनेकोमा तुलसी भएर रहनु पर्यो, घाँस हुनु परेको भनेकोमा कुश भइरहनु पर्यो, कल्पवृक्ष भइरहनु पर्यो भनेकोमा पिपलको वृक्ष भएर रहनु पर्यो, ढुङ्गा भइरहनु पर्यो भनेकोमा शालिग्राम भएर रहनु पर्यो। दुबो त होइन रहेछ है, तुलसी पो रहेछ, म दुबोस् ल। र हुनु परोस् भनेको शालिग्राम भएर रहनु पर्यो। यसै कारण तुलसी, कुश, पिपल र शालिग्राम नारायण हो भनी सबैले पूजा गरेको हो। हे अगस्त्य मुनि, पतिव्रता धर्म भनेको साह्रै ठुलो धर्म हो। त्यसपछि विष्णुले श्राप मोक्ष गर्न भजान्छु भनी बिदा भई तुलसी, कुश, पिपल र शालिग्राम भइरहे। विष्णु गएपछि महादेव साँडेमा चढेर ब्रह्माण्डी सकल देवता अघि पछि लगाई नाना बाजा बजाई अप्सरा गणले नाची गन्धर्वले गान गरी पुष्पवृष्टि गर्दै ठुलो उत्सव गरेर कैलाशमा प्रवेश गर्नुभयो र प्रथम गण समेत भई शिवशक्ति स्वरूपले रहनुभयो। तब सबै देवताहरू पनि महादेवसित विदा भएर आफ्ना आश्रममा गई आफ्नो काम गरेर परम आनन्दले रहे। हे अगस्त्य मुनि, अब पातालको कुरा कहन्छु, तिमी एकचित्त भएर सुन। पार्वतीको आज्ञाले अश्वत्थामा ऋषि सप्तपातालको मूल यस्तो रसातलमा पुगे। कस्तो पाताल भने त्यहाँ
भने सूर्यको प्रकाश झैँ जजल्यामान देश भएको र अनेक थरीका रत्नले जडाउ गरी बनाएको सुवर्णको पुडीमा असङ्ख्य सम्पत्ति भएको शेषनाग, तक्षकनाग, कर्कोटनाग, पद्मनाग, शङ्खनाग, कुलिकनाग र बडुन नाग बसेका तथा नागिनीहरू पनि हिरा, मोती, मणिमाणिक्य आदि गहना, उत्तम वस्त्रकार पहिरी उभन्दा उराम्री भएर बसेका यस्तो स्थानमा पुगेपछि हे शेषनाग, पार्वतीको आज्ञाले श्री सुस्तानी परमेश्वरको व्रत गराई जो दुखी छन्, जो दरिद्र छन् तिनको उद्धार गर्न भनी म आएको हुँ। त्यहाँ कोही दुखी छन् कि भनेर सोधे। अश्वत्थामा ऋषिको यस्तो वचन सुनेर शेषनागले भने, हे अश्वत्थामा ऋषि, यहाँ यस्ता दुखी र दरिद्री कोही पनि छैनन्। वनका समीपमा शङ्खचूड नाग, रत्नचूड नाग र कृपा दत्त नाग र नागको घर छ। उनका स्त्रीहरू साह्रै कष्टमा छन्, त्यहाँ गएर सुध्याऊ। यदि शेषनागले भनेपछि अश्वत्थामा ऋषि नागिनीहरू कहाँ गएर शङ्खचूड नागकी स्त्री हिरावती, रत्नचूड नागकी स्त्री रत्नावती र कृपा दत्त नागकी स्त्री मृगावती तथा घाटराष्ट्र नागकी स्त्री बदनावती, यी तीन स्त्री पुरुष परस्पर आनन्द प्रीतिले रहँदा के भनेको रहने कृपादत्त नागकी स्त्री मृगावती तथा घाटराष्ट्र नागकी स्त्री मदनावती यदि स्त्री पुरुष परस्परमा आनन्द प्रीतिले रहँदा बस्दा दैव स्वयंले दुःख पाई घरमा बस्न नसकी ती शङ्खचूड नाग, रत्नचूड नाग र कृपादत्त नाग र राष्ट्र नागहरू परदेश गए। पनि नागिनीहरू पतिहरू परदेश गएपछि अब के गरौँ, कता जाउँ भनी चारैजनाले सल्लाह गरी घर छडेर वनमा बसी दुःखका दिन बिताउन लागे। ती नागिनीहरू कष्टमा परे पनि सत्यवादी थिए। नागहरू परदेश गएको 12 वर्ष बित्यो, तैपनि नागिनीहरूले नागको केही खबर पाउन सकेनन्। अश्वत्थामा ऋषि यस्ता दुःखका समुद्रमा डुबिरहेका नागिनीहरूलाई खोज्दै हपार्दै पुगे। ती नागिनीहरूले त्यो सुनेर को हपार्दै छ भनी गुफाबाट निस्केर हेरेर अश्वत्थामा ऋषिलाई देखेर भन्दैछन्, हे अश्वत्थामा ऋषि, आज हामी पापिनीका घरमा के कामले आउनुभयो? तब अश्वत्थामा ऋषि भन्दछन्, हे नागिनी हो, पार्वतीको आज्ञाले श्री सुस्तानी परमेश्वरको व्रत गराई जो दुखी छन्, जो दरिद्र छन्, जसका पुरुष छैन, जसका सन्तान छैन, तिनको उद्धार गर्न भनेर आए। यदि अश्वत्थामा ऋषिले भनेको सुनि नागिनीहरूले मनमा आनन्द मानेर, हे ऋषिश्वर, हामी दुखी पनि छौँ, हामी पापी पनि छौँ, हामी दरिद्र पनि छौँ, हाम्रा पुरुष पनि छैनन्, सन्तान पनि छैनन्, हामीलाई त्यो व्रत अवश्य गराउनुहोस् भनी नागहरू परदेश गएको कुरा र आफूले दुःख पाएको सबै कुरा खुवाएर आदर साथ शासनमा बसाले। यदि नागिनीहरूले भनेको सुनि अश्वत्थामा ऋषि भन्दछन्, हे नागिनी हो, एकचित्त भएर सुन। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव समीप पाऊँ भनेर श्री सुस्तानी परमेश्वरको व्रत गरेको विधि कहन्छु। पौष शुक्ल पूर्णिमाको दिनदेखि हात गोडाका नङ काटेर स्नान गरी शुचि भई एक भक्त रही एकचित्त गरी मेरो अमुक कामना पूर्ण होस् भनेर नित्य मध्यम कालमा श्री सुस्तानी परमेश्वरको पूजा गर्नु र श्री सुस्तानी परमेश्वरको कथा सुन्नु। माघ शुक्ल पूर्णिमाको दिन 108 रोटी, 108 अक्षता, 108 यज्ञसूत्र, 108 पान, 108 फुटका सुपारी र जौ, तिल, फुल आदि सबै 108 सगुन समेत नाना उपचार तयार पारी 8 तामाको थालीमा ओमकार लेखेर गङ्गाजलले स्नान गराउनु। अनि श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, अबिर, पुष्पमाला चढाई धूप, दीप, नैवेद्य, वस्त्र भेटी चढाउनु। यसरी श्री सुस्तानी परमेश्वरको पूजा गरेर आर्य दिनु। त्यसपछि प्रसाद झिकेर अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 फुटका सुपारी सगुन समेत आफ्नो पुरुषलाई दिनु। पुरुष नभए छोरालाई दिनु, छोरो नभए पनि मिच्चोरालाई दिनु, मिच्चोरा पनि नभए जुन कामले व्रत गरेको छ मेरो फलाना कामना पुरा होस् भनेर गम्बाउँगा बहाउनु र 100 रोटी आफूले फलार गर्नु। अनि रात्रिमा जग्राम बस्नु। यति गरेपछि तिमीहरूको दुःख नाश होला, यसमा अन्यथा नमाने। यदि अश्वत्थामा ऋषिले भनेको सुनि नागिनीहरू प्रसन्न भई भन्दछन्, हे अश्वत्थामाजी, हामी स्त्री जातिलाई यस्तो ज्ञान कहाँ पाउनु? तपाईँ बसेर त्यो व्रत गराई हामी अभागिनीहरूको उद्धार गरेर जानुहोस्। यति भनी आफ्ना घर डाके लगी सम्मानपूर्वक घरमा बसाइराखे। त्यसपछि पौष शुक्ल पूर्णिमाका दिन पौष शुक्ल पूर्णिमा आयो र विधिपूर्वक सुस्तानी परमेश्वरीको व्रत आरम्भ गराई। महिना दिन भएपछि माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गराई सुस्तानी परमेश्वरीको पूजा गराए। पूजा गरिसकेपछि अश्वत्थामा ऋषिले भने, हे नागिनी हो, अब आर्दे दि ध्यान जप पाठ स्तुति गर। अनि नागिनीहरूले स्तुति गरेर अञ्जली जोडी, हे ईश्वरी, हामी पापिनीको पूजाले प्रसन्न भई यो दुःखको सागरबाट पार गर्नुहोस् भनेर स्तुति गर्दैमा पूर्व दिशाबाट हजारौँ सूर्यको तेज भएको कि श्री सुस्तानी परमेश्वरी प्रकट भएर दर्शन दिई, हे भक्तजन हो, तिमीहरूको भक्तले म प्रसन्न भए वरदान माग भनिन्। र नागिनीहरूले, हे ईश्वरी, हाम्रो सबै दुःख नाश गर, हाम्रो स्वामीहरू नागहरू चाँडै आइपुगुन् भनी वर मागेर ईश्वरले तथास्तु भनी वरदान दिन्। प्रसाद झिक्न लाग्दा श्री सुस्तानी परमेश्वरी व्रतको प्रभावले परदेशबाट नागहरू आइपुगे। अनि
नागिनीहरूले मनमा आनन्द मानी धन्य धन्य श्री सुतानी परमेश्वरी भनी प्रसाद झिकेर 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 पान 8 कुटका सुपारी सगुन सबना आफ्ना पुरुषलाई दिएर प्रणाम गरे अनि अश्वत्थामा ऋषिलाई भोजन गराई दक्षिणा दिई बिदा गरे। ती नाग नागिनीहरू त्यस दिनदेखि असंख्य सम्पत्ति पाए परम आनन्दले रहँदा भए। यदि श्री स्कन्दे पुराणे केदारखण्डे माघ माधव कुमार सम्वादे श्री सुतानी परमेश्वरी परमेश्वर व्रत कथा नागिनी व्रत करण नाम अष्टदशो अध्याय। कथा सुनिसकेपछि श्रोताहरूले आफ्ना हातमा पुष्पाञ्जली लिई हात जोड्नु र कथा वक्ताले तलको आरती मङ्गल स्रोत पढ्नु। उपनयतु मङ्गल व सकल जगन मङ्गलालय श्रीमान दिन किरण निबोधितन वन नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पृथ्वी सस्यशालिनी त्यसै छोबर हित ब्रह्माण्ड सन्तु निर्भय अपुत्र पुत्रिन सन्तु पुत्रिन सन्तु पौत्रिन निर्धना सदना सन्तु जीवन्तु सदा सदम। तपदै गङ्गा यमुना च तत गोदावरी सिन्धु सरस्वती च तीर्थानी सर्वाणी बसन्ती तत्र यत्रा छुटोदार कथा प्रसङ्ग या कुन्दे तुषारहार धौला या शुभ्र वर्षा वृता या वीणा बड दण्ड मण्डित्रा या श्वेत पद्मसना या ब्रह्माचुट शङ्कुर प्रवृत्ति विदर्भै सदा वन्दिता सामा पातु सरस्वती भगवती निशिष्य जाटे पाहा गायन बाजा मणिसन्डी अर्वा बुद्धात्म नवा प्रकृति स्वभावत करोमि यद्य सत्कल पस्मै नारायण टी समर्पित श्री सुतानी परमेश्वरी की श्री सुतानी परमेश्वरी की श्री सुतानी परमेश्वरी की जय।